एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आजको यो भिडियोमा चाहिँ मैले एउटा आरसी ट्र्याक्टर बनाउँदैछु। होममेड हो यो रहेको छ। यसको यो बनाउँदा र यसले कुन तरिकाले काम गरिरहेको छ भन्ने विषयमै यो भिडियो लिएर आएको छु। यो भिडियोलाई साथीहरू अन्तिमसम्म हेरिदिनु होला। यो ट्र्याक्टर बनाउँदा धेरै मेहनत लागेको छ। प्लिज भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला। साथीहरू आउनुहोस् यो भिडियो सुरु गरौँ। यो ट्र्याक्टर कस्तो छ, कुन तरिकाको बनेको छ, मेरो पहिलो ट्र्याक्टर हो। आरसी प्रोजेक्टको मध्येको पहिलो ट्र्याक्टर। आउनुहोस् ढिलो नगरिकन आजको यो भिडियो सुरु गरौँ। आइए देखते हैं, बैठन मजा आएगा। साथीहरू, यसको चाहिँ मैले यस्तो छ ट्र्याक्टरको लुक। यो चाहिँ तपाईको मेरो विचारमा चाहिँ 80% जति ट्र्याक्टर कम्प्लिट भएको छ। यसको लाइट पनि चल्छ, दुईटा हेडलाइट पनि चल्छ। तपाईको यो हेडलाइट, यो अगाडिको टायर, यो तपाईको यो टायर पनि लेफ्ट राइट हुन्छ। यसमा सर्भो मोटर एउटा चाहिएको छ। सर्भो मोटर, यसको अरू इन्टरनल काम बाँकी नै छ हैन। तपाईको त्यसै गरी यो पछाडिको टायर हो हैन। अहिले चाहिँ यसलाई हातले घोचेर चलाउनु परिरहेछ। तर यसमा यसको गियरबक्स पनि छ हैन। यसलाई गियरबक्सकोमा यो ब्याट्रीले चलाउने छौँ। यो पनि देखाउने छौँ। यो गियरबक्सको तार हो। यो चाहिँ हाम्रो यो चाहिँ तपाईको गाडीको अगाडिको सो, अनि यो चाहिँ बम्पर हिजो मात्रै यो बनाएको। यो चाहिँ टायर, अनि यो चाहिँ तपाईको यो पुरै यो दायाँ बायाँ यस्तो हुन्छ यस्तो है। अनि यसमा चाहिँ राम्रो छ, तर एउटा प्रब्लम आएको छ साथीहरू। यो चाहिँ तपाईको यसमा रेस चाहिँ अलि छ, तर यसमा एउटा गियर एउटै गियर हुनाले हो कि के कारणले हो त्यस तपाईको अलि प्रब्लम गरिरहेको छ। आउनुहोस् म एकछिन यो तपाईँलाई देखाउँछु। बस यो तपाईँको यो यसरी तपाईँको चलिरहेछ होइन। यसले चाहिँ यसरी छोड्ने हो भने लोड बाँधिरहेको चाहिँ चल्दैन, खासै चल्दैन। अलि स्लो चल्छ। यसरी चल्दैन भनेको नै हुन्छ है होइन है। यसरी बिस्तारै स्लो यसरी चलिरहेछ। यो के भएको होला साथीहरू? तपाईँलाई जानकारी छ भने यो सम्बन्धी कमेन्ट गर्नु होला है। अनि तपाईको यो अरू चाहिँ ठिक छ। यसको यो मेरो पहिलो आरसी प्रोजेक्ट हो। त्यति राम्रो नभए पनि मेरो लागि चाहिँ एकदम बेस्ट लागिरहेको छ मलाई चाहिँ। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। यसमा सच्याउनु पर्ने कुराहरू के कति छन् त्यो बारेमा पनि तपाईँहरूले कमेन्ट गर्नु होला। तपाईँहरूले साथ दिनु होला। यसलाई चाहिँ अझ यसको 20% काम बाँकी नै छ। खासमा यो गियरले नै काम, एउटा सिङ्गल गियर हुनाले अलिक दबाब मानेर चाहिँ चल्दैन कि जस्तो पनि लागिरहेको छ। यसको तपाईँको वेट पनि अलि हेभी नै छ। यसको लगभग तपाईँको कति होला, 2 केजी त नपुग्ला, 1.5 केजीसम्मको यो पनि छ। यो गाडीको वेट बढी भयो होला कि है। यसको यो गियर सिङ्गल गियर हुनाले यसमा प्रब्लम भएको हो कि तपाईँको यसमा ब्याट्रीको पावर कम भएको यसले अलिक प्रब्लम गरिरहेछ। त्यस्तै यसले चक्का घुमाइरहेछ होइन। तर यो भुइँमा राखेर यसले चाहिँ अलि तानिरहेको छैन।
यसमा के भयो होला साथीहरू, तपाईँलाई यो सम्बन्धी ज्ञान छ भने कमेन्ट गर्नुहोला।